नमस्कार आदरणीय दर्शकबिन आजको यस भिडियो अन्तर्गत रहेर म तपाईँहरू समक्ष कुराकानी गर्न गइरहेको छु बुहारी सिरियलको बारेमा। र यति बेला बुहारी सिरियलमा भने चाहिँ रामले घर छोडिसकेका छन्। अब के साँच्चै नै राम कहिले फर्केर नआउने गरी नै घर अर्थात् गाउँ नै छोडेर हिँडेका हुन् त कि अब राम कमला र मुना एक हुने सम्भावना छैन त? त्यस्तै उता दुर्गाआमाले तयार भएर बस केटाहरू राम हाम्रो सहरमा छिरिसक्यो भनेर भनिसकेकी छिन्। कि अब साँच्चै नै दुर्गाआमा, बिक्की, विशाल, मालती मिलेर रामलाई मार्न सफल होलान् त? त्यो सबै विषयमा यस भिडियोमा म छोटो छलफल गर्ने नै छु। त्यसैले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। यदि तपाईँहरू पनि जतिसक्दो चाँडो राम फेरि फर्केर आउनुपर्छ र राम कमला र मुना मिलेर बसेको हेर्न चाहनुहुन्छ भने हाम्रो यस भिडियोलाई एक लाइक गरेर कमेन्ट सेक्सनमा राम कमला र मुना लेखेर हाम्रो यस च्यानललाई पनि सब्सक्राइब पनि गरिदिनु होला है त। र तपाईँहरूको कुनै बिजनेस, व्यापार लगायत अन्य कुराहरूको प्रमोसन गराउन चाहनुहुन्छ भने मलाई सम्झिन सक्नुहुनेछ। मेरो सोसियल मिडियाको लिङ्कहरू मैले डिस्क्रिप्सनमा राखिदिएको छु, त्यहाँबाट मलाई कन्ट्याक्ट गर्न पनि सक्नुहुनेछ। आउनुहोस् ढिला नगरिकन भिडियोको मेन विषयवस्तुतर्फ लागौँ। साथीहरू, यति बेला दुर्गाआमा, मालती र चमेली मिलेर यस्तो जाल खेलेका छन् कि राम कमला र मुना मिल्न लागेका थिए, तर उनीहरू फेरि पनि चकनाचुर भने भइसकेका छन्। अन्ततः राम कमला र मुना अलग अलग भइसकेका छन् र यति बेला रामले हार मानेर भने गाउँ नै छोडिसकेका छन्। हो साथीहरू, राम हार भएर भने यति बेला गाउँ छोडिसकेका छन्। रामले भने यति बेला कमला र मुनाको कारणले गर्दाखेरि उनीहरूको यादबाट बस्नको लागि भने उनी गाउँ छोडेर भने हिँडेका हुन्। तर गाउँ छोडेर उनी सहर पसे पनि सहरमा भने बिक्की र विशाल रामलाई मार्नको लागि इन्तजार गरेर आएका छन्, पर्खिरहेका छन् भन्ने कुरा भने रामले अहिलेसम्म पनि बुझेका छैनन्। अब जाँदा जाँदै नै रामलाई मार्न पके पनि बिक्की र विशालले भने आक्रमण गर्नेवाला छन् र राम घाइते पनि हुनेवाला छन्। र त्यस पछाडि भने राम बस्नको लागि भने आफ्नो हुलिया परिवर्तन गरेर भने अर्कै रूप धारण गरेर भने अनि रामले भने बिक्की, विशाल, दुर्गाआमा सबैको भने एक एक गरी भने खेल अन्त्य भने गरिदिनेवाला छन्। साथीहरू, जतिसक्दो चाँडो रामले बिक्की, विशाल, दुर्गाआमा, मालती लगायतका व्यक्तिहरूको खेल अन्त्य गरेर यिनीहरूलाई सदाका लागि सक्नुपर्छ र रामले जित हासिल गरेर राम जतिसक्दो चाँडो गाउँ फर्किनुपर्छ भन्ने चाहनुहुन्छ भने हाम्रो यस भिडियोलाई एक लाइक गरेर कमेन्ट सेक्सनमा राम लेखेर हाम्रो यस च्यानललाई पनि सब्सक्राइब भने गरिदिनु होला है त। हेरौँ है त कतिजनाले हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहुँदो रहेछ। त्यस्तै साथीहरू, यति बेला कमला र मुनालाई पनि रामले अर्कै केटीसँग बिहे गर्न लाग्यो भन्ने कुरा भने सुनाइएको छ। तर यो सबै झुटो हो भन्ने कुरा भने कसैले पनि बुझेका छैनन्। तर कमलालाई भने राम, कमला र मुनालाई फुटाउनको लागि कसैले ठुलै खेल खेल्दैछ भन्ने कुरा भने यति बेला कमलालाई शङ्का भने भइसकेको छ र कमलाले पनि अब यो कुराको जडसम्म पक्कै पनि पुगेर भने पत्ता लगाउनेवाला छिन्। त्यस पछाडि भने सबैजनाले राम्रोसँगले बुझ्नेवाला छन् कि कसले खेल खेलेर राम, कमला र मुनालाई फुटाउनको लागि र रामलाई मार्नको लागि यो सबै योजना बनाएको हो भन्ने कुरा भने सबैले बुझिसके पछाडि पक्कै पनि रामले पनि यो कुरा बुझ्छन् होला। र त्यस पछाडि भने दुर्गाआमा, बिक्की, विशाल, मालती लगायतका यिनीहरूको खेल भने सदाको लागि अन्त्य भने हुनेवाला भने छ। र यति बेला रामलाई गाउँबाट निकाल्न सफल भयो, राम, कमला र मुनालाई छुटाउन सफल भयो। र अब हाम्रा केटाहरू अर्थात् बिक्की र विशाल मिलेर र अरू केटाहरू मिलाएर अरू गुन्डाहरू खटाएर भने रामलाई मार्न सजिलो हुन्छ, सहज हुन्छ। अब राम मर्छ भनेर यति बेला दुर्गाआमा, मालती र चमेली भने एकदमै धेरै खुसी भएर भने बसिरहेका छन्। तर अबको केही समय पछाडि उनीहरूकै होस भने सदाका लागि उड्नेवाला छ। किनकि अब रामले छिट्टै नै नयाँ रूप धारण गरेर भने बिक्की र विशालको अन्त्य गरेर यो सबै खेलको मास्टरमाइन्ड दुर्गाआमा हो भन्ने कुरा पत्ता लगाएर भने छिट्टै नै गाउँ फर्किँदैछन् र रामले यिनीहरू सबैलाई एक एक गरी भने तह भने पक्कै पनि लगाउनेवाला छन्। साथीहरू, रामले जतिसक्दो चाँडो यो खेल बुझ्नुपर्छ र यो खेलको अन्त्य रामको हातबाट हुनुपर्छ र राम, कमला र मुना पहिलाकै जसरी मिलेर बस्नुपर्छ भन्ने तपाईँहरू पनि चाहनुहुन्छ भने हाम्रो यस भिडियोलाई एक लाइक गरेर कमेन्ट सेक्सनमा राम, कमला र मुना लेखेर हाम्रो यस च्यानललाई पनि सब्सक्राइब गर्नु होला भन्दै अहिले चाहिँ बिदा माग्न चाहन्छु। हस् त, नमस्कार।